भाइ एकदम राम्रो व्यवसाय गर्नु भएको रहेछ। अहिले आएर हेरियो ड्राइगन राम्रो देखियो। कहिलेदेखि ड्राइगन खेती सुरु गर्नुभयो? यो 2077 साल पौष 19 गतेदेखि सुरु गरेको हो। हजुर, यो लगाउनको लागि जाडो महिना नै राम्रो उत्तम हुँदो रहेछ होइन? यो हिउँदको बर्खा भन्दा हिउँदको समय अझ राम्रो हुन्छ। हजुर, विशेष गरी यो हेर्दा बिरुवाहरू पनि एकदम राम्रो छ, ठिक छ, राम्रो गर्नु भएको रहेछ। र यसबाट चाहिँ हजुरले चाहिँ कुन सोचले चाहिँ यो बिरुवा लगाउने मनसाय बनाउनु भयो? यो त विदेशतिर पनि हेरिएको, अस्ट्रेलियामा, हजुर, अमेरिकातिर पनि हेऱ्यो। युट्युबबाट धेरै चाहिँ अध्ययन गरियो र यो फेरि हाम्रो हावापानीमा निकै राम्रो हुने लाग्यो। आम्दानी पनि राम्रोसँग हुने। हजुर, ठाउँ त भनिसक्नुभयो। पछि दृष्टिकोणले पनि धेरै राम्रो। अब विदेशबाट यत्रो धेरै चाहिँ फलफुलहरू आयात भइराखेको छ। हजुर, त्यसलाई पनि प्रतिस्थापन गर्न सक्छ अरे भनेर हजुर, यहाँ यो सुरुवात गर्न खोजिएको हो। र स्वास्थ्यको लागि पनि यसले धेरै राम्रो चाहिँ फाइदाजनक फल भनेर मानिएको रहेछ। हजुरलाई चाहिँ कस्तो अनुभव गर्नुभयो? के छ यसको स्वास्थ्यको लागि त यो धेरै राम्रो फल अहिले भएको टप 10 फ्रुटहरूमध्ये यो पहिलो नम्बरमा पर्छ। र यसमा विशेष गरेर शरीरलाई आवश्यक पर्ने सबै किसिमका तत्त्वहरू, लगभग 95% शरीरलाई आवश्यक पर्ने तत्त्वहरू यसमा विद्यमान हुँदो रहेछन्। र यसमा त्यसपछि फेरि यसले विभिन्न किसिमका रोगहरूको पनि उपचार गर्न मद्दत गर्दो रहेछ। हजुर, जस्तो उदाहरणको निम्ति यो क्यान्सरको लागि, त्यसपछि यो डायबिटिजको लागि, रतनको लागि, त्यसले गरेर पाचन प्रणालीलाई पनि यसले एकदम मजबुत बलियो बनाउँदो रहेछ। हजुर, र यस्तै किसिमका विभिन्न किसिमका फाइदाहरू यसमा छन्। विशेष गरेर वृद्धलाई पनि चबाउनु नपर्ने, दाँत नभएकोलाई पनि सजिलो, बालबच्चाहरूलाई पनि सजिलोसँग पच्ने र बालबच्चाहरूलाई पनि धेरै राम्रो भोजन। र यो ड्रागन फ्रुटमा तपाईँको कति जातको ड्रागन फ्रुट छ यो बगैँचामा? यहाँ विशेष गरेर हुन त ड्रागनको मुख्य 3वटा जात हुन्छ। हजुर, एउटा यो बाहिर पाकेपछि बाहिर रातो हुने, भित्र सेतो हुने, हजुर, त्यो जात। त्यसपछि अर्को बाहिर पाकेको फल बाहिरको पनि रातो, भित्रको पनि रातो हुन्। त्यो दुईटा भए। तेस्रो चाहिँ बाहिर पहेँलो, भित्र सेतो, त्यसको भित्रका दानाहरू केही ठुला हुन्छन्। त्यो 3टा प्रमुख जातहरू हुन्छन्। यसका विभिन्न भेराइटीहरू जस्तो मैले विदेशबाट, अस्ट्रेलियाबाट ल्याएका, अमेरिकाबाट ल्याएका, भारतबाट, कोही चाहिँ नि यो मलेसियाबाट ल्याएका बिरुवाहरू, काठमाडौँबाट ल्याएका बिरुवाहरू लगाएको छु। यहाँ मसँग लगभग 15 भेराइटीको बिरुवाहरू छ। र यो उत्पादनको निकै राम्रो फल्ने बिरुवा कसरी नर्सरी गर्नुभएको छ हेरौँ त बिरुवाहरू। यो बिरुवाहरू हेर्नुहोस्, यो लगभग आवश्यक लगभग 18,000 जति बिरुवाहरू छ हामीसँग। र यिनी चाहिँ नि एकै वर्षमा फल दिन सक्ने, राम्रोसँग सुसार गरिदियो भने यी बिरुवाहरू त एकै वर्षमा पनि उत्पादन दिन सक्छन्। बिरुवा पनि एकदम राम्रो छ। र हामीसँग विभिन्न भेराइटीको सेतो, रातो, पहेँलो, र त्यसमा पनि अब अस्ट्रेलियन, इन्डियन, क्यानेडियन, अमेरिकन, यो कस्तो चाहना हुन्छ त्यही अनुसारको चाहिँ बिरुवाहरू छ। अब यो लगाउनको लागि उत्तम समय यही नै हो कि कुन समयमा चाहिँ बिरुवा चाहिँ रेडी भइसके? अब यो लगाउन राम्रो हुन्छ असारसम्म। हुन त यो बाह्रैमासी लगाउने चलन पनि छ, तर विशेष गरेर पानी आएको समयभन्दा यो सुक्खा समयमा लगाउनु उत्तम हुन्छ, धेरै उत्तम हुन्छ।
र बिरुवा चाहिँ अब हजुरले चाहिँ यति मिहिनेत गरेर चाहिँ नर्सरी तयार गर्नुभयो। अब यो बिरुवा बेच्दाखेरि हामीले कसरी बेच्ने के योजना बनाउनु भएको छ हजुरले? होइन, यो बिरुवा त बिरुवाको साइज भयो, बिरुवाको आकार भयो, हजुर त्यसका जातहरू भए, त्यो अनुसार हामीले 50 रुपियाँदेखि लिएर 250सम्म लिने गरिएका छौँ। निर्धारण गर्नु। र धेरै लैजाने, हजुर थोकमा चाहिँ नि लैजाने ग्राहकहरूलाई त्यसमा पनि हामी विचार गर्न सक्छौँ र सस्ती मूल्यमा हामी एकदम उपयुक्त मूल्यमा दिन सकिन्छ। हजुर 2-4,000 चाहिँ होलसेलमा लाने होलसेलमा लानेहरूको निम्ति अब कुरा गर्दा केही फरक छ। उहाँहरूलाई सुविधै हुने किसिमले हामीले बिरुवाहरू दिन सकिन्छ। बिरुवाको साइज अनुसार। राम्रो छ, धन्यवाद छ, राम्रो तरिकाले गर्नुभयो र गर्ने किसानलाई पनि तपाईँले ज्ञान दिन सक्नुहुन्छ। यसरी यसको लागि कसरी खेती गर्ने भनेर सरसल्लाह लिनुभयो भने अवश्य पनि हामीले त्यो सहयोग उपलब्ध गराउँछौँ। ल अब हजुरको यो चाहिँ बिरुवा बिक्रीको लागि सम्पर्क नम्बर चाहिँ राख्दा राम्रो हुन्छ होला होइन? मेरो नाम बालकृष्ण हरियाल। हजुर अहिले यो मुस्को नगरपालिका वार्ड नम्बर 1 भरमा चौर। हजुर यो फर्मको नाम रथेबारा रियल नाममा छ। ड्रागन प्यासन परियोजना हो हजुर र मेरो नाम बालकृष्ण हरियाल। हजुर फोन नम्बर 9862 46 632। यो नम्बरमा कन्ट्याक्ट गरेपछि अरूसँग कुरा हुन्छ। 9862 46 632मा सम्पर्क गर्नुभयो भने त्यही अनुसार हामी आएर यहाँ बिरुवाहरू दिन सक्छौँ। ल ठिक छ, धन्यवाद छ हजुरलाई। हजुरको युट्युब च्यानल छैन यो बगैँचाको बारेमा? अरू त मैले त्यति केही बनाउनु बनाएको भएको छैन, बनाएपछि अलिक सजिलो हुन्छ। अगाडि चाहिँ हामीले बनाएर चाहिँ राख्ने कोसिस गर्ने। छैन। यो ज्ञान सम्बन्धी ज्ञानको कुराहरू आयो भने मेरो अनुभव सबैलाई चाहिँ नि सेयरिङ आइडिया अथवा विचारको आदान प्रदान गर्न सकिन्छ र मैले जानेको सिकाउन पनि सक्छु। हस् त, धन्यवाद, राम्रो गर्नुभएको छ। अब चाहिँ विज्ञापन पनि हुन्छ हजुर। अब यहाँसम्म आएर यो कुराका हामीमा अवसर बनाउनु भयो, हजुरको लागि पनि धन्यवाद। हस्।